आजको दिन कसरी बित्यो होला एकचोटि हेरौँ ल सबैजनाले। गुड मर्निङ। हजुरहरूको बिहानी के खाएर हुन्छ सुरुवात? मेरो चाहिँ यो जिरा मेथी पानी खाएर सुरुवात हुन्छ। म चाहिँ जिरा मेथी पानी लगेर चाहिँ छतमाथि गएर मजाले भ्यू इन्जोय गर्दै खाँदै थिएँ। मन तातो बनाएर खान्छु, फेरि तातो नै खाँदैन होइन। अनि हजुर सोमबारदेखि शुक्रबारसम्म चाहिँ बिहानीको समय चाहिँ कर्मचारीहरूलाई चाहिँ एकदम भागदौडकै हुन्छ, किनभने खाना पनि बनाएर खानु पर्यो होइन, टाइममा पनि अफिस जानु पर्यो। हाम्रो अफिसमा त यो 9 बजे भएदेखि चाहिँ 9 बजेर 8 मिनटसम्म मात्र हाम्रो चाहिँ हाजिर लाग्छ कि, अनि त्यो भएर हामी त अन टाइम नै हुनुपर्छ होइन। लगभग सबै ठाउँ यस्तै छ होला, कहीँ अब यो यी हाजिरीको एक्सेस नभएको ठाउँमा चाहिँ छैन होला, नत्र त सबै ठाउँ यही नै छ होला होइन। मलाई चाहिँ यो अहिले मैले भ्लग बनाएर हाल्छु नि त, अनि एक दुईजनाले सोध्नु भएको थियो कि हजुरको चाहिँ कसरी आइडी मोनिटाइजेसन भएको भनेर। मलाई कसरी त त्यो मलाई आइडिया छैन। मैले यो टार्गेट गर्नुपर्छ त्यो टार्गेट गर्नुपर्छ भनेर मैले गरेको पनि थिएन होइन। तर पुस माघको बेला चाहिँ मैले 2-4वटा बोलेर चाहिँ मैले यो भ्लगहरू हालेको थिएँ। अहिले पनि मेरो छ अझै तल त्यो बेला चाहिँ मेरो आफै मोनिटाइज भएको, त्यो मैले केही गर्नु परे पनि थिएन, मैले त्यति धेरै पनि गरेन। तर सानो भिडियो भए पनि बोलेर हाल्नु भयो भने तपाईँको फलोवर्स धेरै नभए पनि हुन्छ कि। मेरो पनि छैन, जम्मा 2.3K त मेरो फलोवर्स छ होइन, धेरै मेरो फलोवर्सहरू छैन। त्यो भएर आफूले जे आउँछ त्यही मजाले बोलेर बनाउनु भयो भने राम्रै हुन्छ मेरो विचारमा। त्यो आफै चाहिँ त्यो तपाईँको आफै मोनिटाइज हुन्छ कि। बोलेर हाल्दा चाहिँ छोटो भिडियो भयो भने चाहिँ त्यसमा चाहिँ फलोवर्स र भ्युज चाहिँ बढ्छ, तर त्यसमा चाहिँ अर्निङ चाहिँ कम हुँदो रहेछ। तपाईँ 4 मिनटसम्मको 3 मिनटभन्दा माथि भनौँ त्यस्तो मिनी भ्लग बनाएर हामीले राख्यौँ भने चाहिँ थोरै भ्युज गयो भने पनि राम्रो अर्निङ देखाउँदो रहेछ। हुन त मेरो धेरै त्यस्तो त छैन, म त्यो धेरै भाइरल पनि छैन, तर मैले चाहिँ अनुभव गरेँ। अब बिस्तारै मेहनत गर्दैछु, अब बिस्तारै भाइरल पनि होला होइन। नभए पनि ठिकै छ, आफ्नो इन्ट्रेस्ट लागेको कुराहरू गर्ने त हो नि होइन। हामी अब सोसियल मिडियादेखि बाहिर कोही पनि हुँदैनौँ होइन। अब सोसियल मिडियालाई पनि ठिक छ नि त, राम्रोसँग युज गरौँ भन्ने हिसाबले चाहिँ भ्लग बनाइराखेको छु। सबैजनाले माया गरिदिनु होला। आज हामीले अफिसमा चाहिँ यसो सामानहरू पनि मिलाउने होइन, त्यसो चाहिँ बिरामीहरू त अब अलवेज हेरिराख्छौँ हामीले, त्यो समस्या भएन। अनि दिदीहरूले चाहिँ उता स्टोर मिलाउँदै हुनुहुन्थ्यो, यताउता अफिसमा भइहाल्छ नि त, कहिले यता सामान हुन्छ कहिले उता सामान हुन्छ, यसो व्यवस्थापन गरेर राख्ने। त्यसो मैले चाहिँ एकजना दिदीको चाहिँ इम्प्लान्ट रिमुभ गर्दै थिएँ, क्लाइन्टको दिदी भन्दा नि क्लाइन्टको चिनेको भएर दिदी भने होइन, रिमुभ गरेँ होइन। अनि त्यस पछाडि चाहिँ सबैजना हाम्रो स्टाफहरू सबैजना मिलेर अफिसमा पनि अरू कामहरू पनि गरिराखेका थियौँ होइन। अलिअलि सबै कुराहरू नयाँ सामानहरू आएको हुन्छ, तिनीहरू यताउता म्यानेज गरेर राख्ने काम पनि गर्नुपर्छ। हामी चाहिँ सबै काम चाहिँ मिलेर नै गर्छौँ कि होइन। अब केही कुरा मैले आइडिया दिन्छु, केही कुरा उहाँहरूले आइडिया दिनुहुन्छ होइन। आज फेरि मलाई मेरो भ्लग चाहिँ अलिकति लामो बनाउने भएको भएर मैले पछिको भिडियोहरू पनि लिएको थिएँ होइन। अनि त्यो बनाउँदाखेरि रमाइलो पनि भएको थियो होइन। अब काम गर्दाखेरि साथीहरूसँग मिलेर काम गर्दा त रमाइलो पनि हुन्छ होइन। अब कुनै सामानहरू पुरानो भइसकेको हुन्छ, कुनै नयाँ हुन्छ नि, त्यही म्यानेज गर्ने होइन। त्यसपछि चाहिँ मैले कफी पिएँ होइन। अहिलेसम्म भिडियो हेरिदिएकोमा सबैलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।